Hello guys, welcome back to the channel. New vlog this is your लागि सो आज चाहिँ हामी फेरि पनि कलेजमै छौँ आज अन्त सानो छेलो अरे छेलो त हामी खेल्ने वाला छैनौँ यो चाहिँ हाम्रो कलेज कस्तो लागि चाहिँ साइन दिने के पैसा पैसा अनि ल्याइनिस त्यति पनि हालेन सो गाइज हामी चाहिँ अब ग्राउन्डमा जाँदै छौँ के भन्न सरोजी बल राउन्ड देखेछ त यता हेर्न सो के हुँदैछ थाहा छैन सुन्जानुहोस् त फेरि लास्ट हामीमा कतिचोटि हुन्छ हामी मात्र भएको कोही नि हुन्न भोलिन्टियर जो पर्थ्यो होला नि भोलिन्टियर जो एउटा प्रमाणपत्र त होला अरू केही छैन लाग्यो ओहो हो हो उही पुग्यो गुर्केर सरी हाम्रोमा ठेलो प्रतियोगिता सुरु भइसक्यो जुन दर्शक एकदम कम हुनुहुन्छ चाँडो आउनु सबै हामीले डेकोरेसन गरेको ल केटीहरू हामी डेकोरेसन गर्दैछौँ यहाँ दाइहरू हुनुहुन्छ केही भन्न चाहनुहुन्छ मेरो भ्युअर्स र सब्सक्राइबर के भन्न चाहनुहुन्छ यो आउने 1 महिनापछि होला निशब्द छ अहिले डेकोरेसन भयो हामीले तल त्यो उसमा त्यहाँमा डेकोरेसन गरेर आएको यहाँ चाहिँ डेकोरेट हुँदैछ त्यहाँ हुन्छ दाइ सो गाइज हाम्रो चाहिँ अन्त निशान सुरु भयो यहाँ छन् दर्शकहरू अहिले एकदम कम छन् 4 जस्तो भ्लग बनाउँछ अनि केही हुँदै भयो मोबाइलमा सवाल के को भ्लग बनाउनु त्यहाँ चाहिँ अन्ध निशान खेल्ने के अरे हान्ने अरे अन्ध निशानको हाम्रो पहिला घैँटो हुन्थ्यो अहिले मोडर्न जमानामा घैँटोको ठाउँमा बाल्टी हुन्छ त्यो बाल्टी मैले फुटाल्ने हो हेर्नु होला त्यो बाल्टी फुटाल्न मलाई लिएको इच्छा आज इसारा त कसरी हुन्छ र इसारा त हुँदै हुन्छ एकदम सासमा नमिल्ने कुरै छैन तिमीले हुन्छ भाइ कसै पनि फाइदा तिमीलाई भयो तिमी नलिकन बस्छ मुख हल्लाउने गरी चलाउने गरी गर्नु पाइँदैन अनि सर ल सर पहिलो प्रतियोगी गइसकेको अवस्था म त जाइदिन्छु यस्तो हुन्छ भाँचेको हुँदाखेरि अर्को लट्ठी ल्यायौँ हामीले ब्लगरको बेस्ट फ्रेन्ड हुनुको नाम राखे सिधै बाल्टी अनि आधा गरौँ ल मेरो त हात पुग्दैन छ त्यहाँ लट्ठीले नि त्यो बाल्टीसम्म त्यो रेखा बाहिर त हाम्रो प्यारी चाहिँ हिँड्न लागिसक्यो म यही दुआ गर्छु कि नुहानेसम्म नफर्के
त्यत्रो वाटा खोजाललाई त्यसमा सोच जित्तिस चेसमा मलाई 3 उसमा हानेको दाइ एउटाले सक्यो अब एउटा 3 स्टेपमा चेकमेट हानेको दाइ अझै कतिजना खानु र तिमीलाई दिवस दाइ हानेर आउने त्यहाँ सर हानेर आउनु त्यसो गाह्रो हुन्न क्या किन जा यस्तो भएन उता जान्छ हिँड्के हिँड मेकअप सुरु भयो म चाहिँ पार्लर आएको छु फर्स्ट टाइम आएको पार्लर चाहिँ मेकअप गर्नलाई सेकेन्ड टाइम त्यो त उसको लागि पो भयो कस्तो तातो भइसक्यो मेरो आइब्रोको मेकअप हुँदैछ फाउन्डेसन लाउनु लाग्यो सो गाइस हामी चाहिँ रेडी भइसक्यो भोक लाग्छ